यसले यो पूजाको भाँडामा माग्छु हेर्नु है, अरू केही पनि छैन, अरू केही पनि राखेको छैन। यसले यो सबै पनि चाहिँदैन, मैले यहाँ चाहिँ नजिकबाट चिन्नको लागि सही हुन्छ भने अलिअलि देखाएको होइन। अब यसले म यो भाँडा माग्छु, अनि कस्तो हुन्छ हेर्नु है त। तपाईँहरूले पनि केमिकल चाहिँ युज नगर्नु भन्छु कि साथीहरू। हेर्नु न यो कति कालो छ होइन, यो कालो भएको पूजा भाँडालाई अब म यसले माग्छु है, यही झार्ने है त। कस्तो हुन्छ हेर्नु है, एकैछिनमा केही मिहिनेतै गर्नु पर्दैन कि। यसमा अलिकति पानी पर्दैन, पानी लगाएर यो लगाएर राखेपछि एकैछिनमा यो चाहिँ भाँडा सजिलै हुन्छ। आफ्नो जतासुकै प्रकृतिले हामीले चिन्ने हो भने त हाम्रो लागि उपयोगी, हामीलाई राम्रो हुने चिजहरू, हामीलाई काम लाग्ने चिजहरू प्रकृतिले जहाँ पनि फालिराखेको छ जस्तो लाग्छ कि होइन। अनि अब यो हेर्नु न, हामी कति खर्च गरेर पिताम्बरी किन्छौँ होइन। पिताम्बरीले भन्दा कति राम्रोसँग यसले चाहिँ सफा गरिदिन्छ क्या भाँडाहरू। अब हामीले पिताम्बरी जस्तो केमिकल युजै गर्नु पर्दैन। यसको नाम चाहिँ चरी अमिलो है। अनि चरी अमिलोले चाहिँ यस्तो सफा हुन्छ हेर्नु, एकैछिनमा यस्तो सफा भइहाल्छ, यो यस्तो सजिलो हुन्छ। त्यही भएर तपाईँहरू पनि यो पूजा भाँडाहरू माझ्दाखेरि चाहिँ यसरी पिताम्बरी प्रयोग नगरिकन यसरी नै माझ्नु। कस्तो लाग्यो अहिले म पखालेर पनि देखाउँछु। अब सबै गर्दा भिडियो लामो हुन्छ होला। लामो के गर्दा देखाउनु त पऱ्यो नि होइन। फेरि ल अहिले कस्तो थियो, अहिले कस्तो भइसक्यो, पखाले छैन मैले अहिले। तर म चाहिँ ल यो कालोलाई हेर्नु है, यो कालो छ। यति सजिलो, यति राम्रो चिजहरू आफ्नै गमलामा, आफ्नै बारीमा यस्तो चिजहरूलाई हामीले व्यवस्था गरिरहेछौँ कि। हामी पोका किनेर ल्याउँछौँ, कति सजिलो भयो। पिताम्बरको पोका किन्नुमा छ होइन। यो चाहिँ भयो भने कस्तो राम्रो लाग्यो नि त, स्वास्थ्यलाई असर पनि गरेन, पनि राम्रो भयो, खर्च पनि भएन। यसरी हाम्रो वरिपरि भएको झारपातहरूलाई पनि सबै चिन्नुपर्छ।